एउटा दाइ हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्नेछौँ। दाइ हजुर नमस्कार। एकदम नाम मेरो केपी शर्मा। केपी शर्मा ओली न खेम प्रसाद शर्मा। अहिलेको चेन्ज छैन केपी शर्मा। ओके। अनि के छ अब हजुरको घर कता? मेरो अर्घाखाँची धेरै। अनि अहिले चाहिँ मेरो टिकटकबाट नि रामु काकाको नामबाट ए हो हाम्रो स्टेजमा नि मैले सबैले हेर्नु होला रामु काका भनेर सर्च गर्नलाई। अनि हजुरको घर गाउँतिर चुनावको माहौल के छ? चुनावको माहौल बुझेअनुसार एकदम राम्रो छ। और हामीलाई पनि एकदमै अब कोही कसले जित्ला भनेर उही म्याच हुन्छ नि, त्यस्तै हामी एकदम इन्तजारमा छौँ। और हामीले चाहन्छौँ अहिले घन्टीले जो भोट जितोस् भनेर। वैसे त म कुनै पार्टीमा छैन। हामीले देशको लागि चाहिँ राम्रो होस् भन्ने त्यही छ। हामीलाई पार्टीसितको कोही मतलब छैन। पर अहिलेलाई हामीले घन्टीले जिते हुँदो भन्ने हाम्रो एकदम भगवानसित पनि प्रार्थना छ र हाम्रो सपोर्ट पनि छ। हाम्रो फ्यामिलीलाई नि हामीले त्यहीको सपोर्ट गर्न भनेर सरसल्लाह दिइरहेका छौँ र हामी इन्तजार छौँ 21 गतेको फागुन 21। अनि त्यसपछि रिजल्टको इन्तजारमा। अनि भनेपछि योपालि बालनलाई चाहिँ प्रधानमन्त्री त्यो देख्नको लागि हामी एकदमै उत्सुक छौँ के। अब कहिले होला भन्नुभएको छ। और सबैजना नेपालीहरूलाई मैले हात जोड्छु, सबैले यो च्यानल देख्नुभएको छ। सबैले आफ्नो फ्यामिलीको लागि यहाँ परदेशमा बस्नुभएको छ। सबैले विनती गरेर अहिलेलाई चाहिँ सोच समझेर एउटा घन्टीमा भोट हालेर हेरौँ, सायद हाम्रो देशको मुहार फेरिन्छ भन्ने ठुलो आशा छ। और हामीले राय पनि यही दिएका छौँ।